नमस्ते सबैजनामा। यो भिडियो र यो फोटो मैले हिजो फेसबुकमा हेरेको थिएँ। टिकटकमा पनि अहिले आएको रहेछ हैन। यो हेरेर मलाई निकै नै एकछिन कस्तो कस्तो भयो हैन। अब बच्चा जसको बच्चा पनि बच्ची हो हैन। अब म पनि दुईटा बच्चाको आमा भएकोले मलाई सबभन्दा पहिला यो कुराको डर भयो कि हो बाहिर सचमा सेफ छैन। बच्चाहरूलाई एक्लै छोड्नु अनि बच्चा कहाँ गयो, खेल्ने बहानाले कता गयो हैन। अब बाहिर मानव घरको बाहिरै खेलिरहेको छ, एकछिनमै बच्चा छैन भने खोजिहाल्ने, बच्चा कहाँ गयो गएन त्यो कुराको जानकारी हुनुपर्छ। अब बच्चालाई थुनेर राख्न पनि मिल्दैन, तर आफ्नो आँखाको अगाडि त राख्न मिल्छ। आफ्नो आँखाको अगाडि राखेर या आफू त्यहाँ उभिदिएर खेल्न लगाउँदा भयो, तर एक्लै चाहिँ छोड्नु भएन। र बच्चाहरूलाई पनि उनीहरूको उमेर सँगसँगै नयाँ नयाँ कुराहरू सिकाइराख्नुपर्छ। जस्तो उनीहरूलाई सिकाउने कि कुनै अननोन पर्सन भेट्यो, बोल्यो हैन, तिम्रो मम्मीले बोलाउनु भइरहेछ, तिम्रो पापा त्यहाँ हुनुहुन्छ, तिमीलाई छिटै बोलाउनु भएको छ, हिँड, तिम्रो मम्मीको या एक्सिडेन्ट भयो या तिम्रो मम्मी हस्पिटलमा हुनुहुन्छ भन्ने जस्ता कुराहरू गर्ने मान्छे आयो भने त्यस्ता मान्छेहरूसँग टाढै बस्ने, कुरै नगर्ने र सबैभन्दा पहिला त आफ्नो मम्मीको नम्बर याद गर्ने। तिमी एउटा बुझ्ने बच्चा छौ भने मम्मीको नम्बर याद गरेर, पापाको नम्बर याद गरेर तुरुन्तै फोन गर्ने। यदि तिमीसँग फोन छैन भने पसलहरूमा फोन हुन्छ, त्यहाँ गएर फोन डायल गर्ने र नडराउने, नरुने हैन। तिमी मिस भइहाल्यौ हैन, कतै हराइहाल्यौ भने पनि नडराउने, फोन गर्ने नत्र 100 नम्बर सधैँ याद राख्ने भन्ने कुराहरू आफ्नो बच्चालाई सिकाउनुहोस् र डराएर भन्दा पनि मायाले सम्झाउनुहोस्।